नेता हुने बित्तिकै सबै ज्ञान आउने मान्छे होइन म केपी ओली होइन मेरो ज्ञान त सीमित छ मसँग त सीमित ज्ञान छ त्यही ज्ञानका आधारमा बाहेक अरु म बोल्न सक्दिन तर म यति तपाईहरुलाई बताउन चाहन्छु कि यसपटक सबै ठाउँमा यहाँ मैले सुन्छु यहाँ एक क्षेत्र एउटा क्षेत्रमा चाहिँ होला 1 नम्बर 2 नम्बर 3 नम्बरमा यहाँ जित्ला त्यहाँ नजित्ला यहाँ जित्ला त्यहाँ नजित्ला अब यो हिसाब छोडेर बेहिसाब भोट हाल्ने सबै क्षेत्र जित्ने मलाई यहाँ बाहिर पनि सोध्नु भएको थियो कसैले अब यो त पालि त चितवन त 3टै क्षेत्र जित्ने भन्नुभयो चितवन सिंगो चितवन हैन सिंगो जित्नु पर्छ सिंगो देश नजितिकन हामी परिवर्तन गर्न सक्दैनौं रासोपाले एकल बहुमतको सरकार बनाएपछि के गर्छ भन्ने कुरा यसका भाषण र यसका घोषणा पत्र मात्र हेर्न पर्दैन रासोपाले पहिलो पटक नागरिकसँग सम्झौता करार गर्दैछ कन्ट्र्याक्ट गर्दैछ अरूले चाहिँ बोलेको कुराको जवाफ दिनुपर्ने अनि हामी चाहिँ चोकचोकमा गएर भन्दै हिँड्ने जवाफ दिनु नपर्ने त्यस्तो युगको अन्त्य गर्नुपर्छ नेताले बोलेको कुरा पूरा गर्नुपर्छ अक्षरशः पूरा गर्न नसक्ने हो भने कारण देखाउनुपर्छ कारण चित्तबुद्ध भएन भने सजाय पाउनुपर्छ बल्ल देश बन्छ कुनै जिम्मेवारी पनि छैन बोल्दियो हिँड्दियो सकियो त्यस्तो पाइदैन बोलिसकेपछि जनतालाई कथालो समाउने ठाउँ दिनुपर्छ हामीले कन्ट्र्याक्ट गरेर तपाईलाई कथालो समाउने ठाउँ दिएछौं अब त्यो कन्ट्र्याक्ट केही दिनमा हामी सार्वजनिक गर्छौं जति सक्ने त्यति बोल्ने बोलेपछि गर्ने त्यसलाई अगाडि बढाउने विचार गरेका छौं अब सूचना गलत सूचना रङ इन्फर्मेसनहरुको बाढी चलेको छ यसो गरेर उसो गरे भनेका छन् फेरि यिनलाई के लाग्छ भने हामीले लेख्दैछ सकियो रासो भन्ठान्छन् यहाँ हामीले कविन्द्रलाई यसो भनेर लेख्दियौ सकियो भन्ठान्छन् तिनले सक्ने भए म 7-8 वर्ष अगाडि सकिसक्थे आज हो सक्न खोजे मलाई सकिन्न एउटा नेता र एउटा पार्टी त्यतिखेर मात्र सकिन्छ जतिखेर जनताले सक्याउँछन् अरु कसैले सक्याउन सक्दैन जुन दिन जनताले सक्याउँछन् कसैले ताकत लाउनु पर्दैन अहिले लगाइरहेको ताकत अहिले छिटो पहिलो पार्टी बनाएका छन् यदि नखेदेको भए म यति छिटो पहिलो पार्टी भने लाइनमा कहाँ आइपुग्थे त धन्यवाद अझै खेद दिनु पर्यो अघिल्लो पटक खेदाइले सर्वाधिक मतान्तरको नेता भएको थिए सांसद भएको थिए त्यसपछि भयंकर खेदियो मलाई त्यसपछि देशकै सबभन्दा धेरै मत ल्याउने सांसदको सौभाग्य पाएको थिए चितवनवासीको मायाले यसपटक खेदेको मलाई मात्र हो र डाक्टर सोनिम वाग्लेलाई नि खेदेको छन् डीपीजीलाई पनि खेदेको छन् अरु उम्मेदवारलाई नि खेदेको छन् यो अलि बढ्दै गयो भने यही त उनी लक्षण पहिलो पार्टी बन्ने यही त उनी लक्षण देश बन्ने